Hello and hi everyone. Welcome to the video. आजको भिडियोमा भने I'm from Germany. So basically we call Tyskland in Danish. र डेनमार्क पछिको नेक्स्ट गन्तव्य अहिले जर्मनी हाम्रो भएको छ. दिनभरि कता कता घुम्छौँ, कता कता जान्छौँ. I'll be sharing with you the pictures and videos and clips. अनि मसँग धेरै साथीहरू हुनुहुन्छ आज. यहाँ हेर्न सक्नुहुन्छ हाम्रो सिस्टर्सहरू. बाटोमा चाहिँ यसरी जाँदै जाँदा गर्दाखेरि इलेक्ट्रिक स्कुटर चाहिँ राखिदिएको छ. यो चाहिँ जहाँ पनि हुँदैछ जर्मनमै पैसा हालेर टक्क चलाउने. अनि यसो देखाम भनेको साथीहरूलाई हेरेको त फेरि ढिलो. अनि अर्ली मर्निङ एकदमै राम्रो भ्यू हेर्न सक्नुहुन्छ. टान्टरा I'm back guys. अनि यो मोमेन्टमा चाहिँ हामी ठ्याक्कै कति धेरै चाँडै आएका थियौँ बिहानै. त्यो कारणले गर्दा सनराइज पनि हामीले हेर्न भ्यायौँ. हेर्नु न यस्तो राम्रो भ्यू छ. इट वाज सो नाइस. आवर हार्ट वाज स्टार्टिङ टु मेल्ट. ओ माई गड. सबैजनाले फोटो भिडियो खिच्ने सेल्फी खिच्ने क्रम चाहिँ टक्क बढ्दै गयो. Pakai pal. It was very cold outside, so we are going inside the supermarket. And finally, yes, it's so warm around here. फटा मान्छे श्री सर त्यस्तो दामी तरकारी बनाइदिएको त्यो आज जम्मै बिगार्दै हेर त. यहाँ चाहिँ हामी जुत्ता किन झुन्डाइरहेछ भन्ने प्रश्नमा चाहिँ एकछिन गम्भीर भयौँ. यु क्यान सी यहाँबाट यही हो, सिधै नै हो. Ja, mit der Nase, meine Nase ist so voll mit Knie und deswegen bin ich ein Kniemann.
बिहानदेखि नै हामीले घरबाट ल्याएको खाजाहरू बाहेक हामीले केही पनि खाएका थिएनौँ। त्यसैले दिउँसो 2-3 बजीतिर चाहिँ हामी सबैलाई भोक लागेर हामी एउटा इन्डियन रेस्टुरेन्टमा छिर्यौँ। किन त भन्दा लगभग हामी नेपालीहरू जति सबैलाई चाहिँ एउटा फ्लेभर भनौँ न स्पाइसी पिरो अमिलो चाहिँ मनपर्छ। त्यसैले त्यो इन्डियन रेस्टुरेन्टमा चाहिँ पाइन्छ कि भनेर हामी गयौँ। देख्न सक्नुहुन्छ हामीले बिरयानी मगाएका छौँ, अनि त्यसपछि नान मगाएका छौँ र यो कर्ड भएको यसलाई चाहिँ के भनिँदो रहेछ, राइता समथिङ, कमेन्टमा लेख्नु होला थाहा हुने साथीले। र यिनै कुराहरू हामीले खायौँ। इट वाज भेरी डिलिसियस, एकदमै टेस्टी थियो र धेरै नै इन्जोय गऱ्यौँ फुडलाई। बाहिर निस्किँदाखेरि फेरि ठुलो पानी परेको रहेछ। बाहिर पानीमा रुज्नुभन्दा हामीले नजिकैको सपिङ मलमा गएर ओत लाग्ने निर्णय गऱ्यौँ। जर्मनी आइसकेपछि फ्रेन्ड्सबर्गमा विशेष गरी चाहिँ सामानहरू अलिकति रिजनेबल प्राइसमा पाइन्छ भनिन्छ। हेर्न सक्नुहुन्छ, इट वाज सच अ फन मोमेन्ट। वेन्सडेको क्यारेक्टर पनि त्यहाँनिर थियो। एन्ड हामी आफ्नो आवश्यकता अनुसार किनमेल गर्ने, रमाइलो गर्ने, गेमहरू खेल्ने यतैतिर व्यस्त भयौँ। Pumpkin ball. लगभग भरिको हाम्रो आजको ट्रिपपछि, तर पनि द रियालिटी इज ट्रेन चाहिँ 10 बजेको छ। अहिले पल्ल कति भयो, 6-7 बजे होला। स्टिल ह्याभ 3 more hours। तर कुरा के भने पानी परिरहेछ, अनि त्यो सबै पसलहरू पनि बन्द हुँदो रहेछ छिटै नै। सो अब चाहिँ कहाँ जाने, के गर्ने, घुमेर बसिरहेछौँ। दिनभरिको घुमघामपछि चाहिँ अब फाइनली फर्किँदै 10 बजेको ट्रेन छ। अहिले बल्ल 9 बजिरहेछ। घुम्न नि फेरि दिनभरि पानी पऱ्यो, अनि मनले चाहेअनुसार सबै भनौँ न अब जाने भनेर प्लान गरेको ठाउँमा जान सकिएन। एउटा कुरा चाहिँ के थियो भने अनप्लान थियो धेरै कुराहरू। सबै यहाँलाई पनि थाहा छ नि त, मोस्ट अफ द थिङ्स अनप्लान नै पुरा हुन्छ। लाइकवाइज हाम्रो पनि ल जाउँ है भनेर सडन्ली गरेको प्लान नै अहिले चाहिँ अनुसार हामी आएको। सो इट्स टोटली अनप्लान। र आइसकेपछि नो रिग्रेट्स। फ्रेन्ड्सबर्ग जर्मनी एकदमै राम्रो ठाउँ छ। देयर आर फ्यु थिङ्स लाइक डेनमार्क अलि बढी नै सफा रहेछ यहाँ जर्मनी भन्दा चाहिँ। अनि अर्को कुरा जोस् डेनिस मान्छेहरू अलिकति फ्रेन्डली, अनि अलिक खुलेर बोल्ने होइन, हाई हेलो भन्ने टाइपकोहरू छन् भने यहाँ चाहिँ सबै ठाउँमा सबै कल्चर सबै मान्छेहरू एउटै त हुँदैन नि त। सो द्याट्स कम्प्लिटली फाइन। महँगो सस्तोको कुराहरू गर्नुपर्दा यहाँ अलि ठिकै हो। केही सस्तो, अब केही कुराहरू सस्तो, केही कुरा चाहिँ महँगो छ होइन। युरोमा चाहिँ सबै कुराहरू ट्रान्जेक्सन हुँदो रहेछ। यस। सो अब ट्रेनमा जाने 2 घन्टापछि हामी फेरि कलिङ डेनमार्क पुग्छौँ। बाई, सी यु इन द नेक्स्ट क्लिप। ल म चाहिँ दौडेको है साथीहरू, किनभने रातको 12 नि बज्यो। भोलि फेरि 7 बजे ड्युटी नै छ। सो सी यु इन द नेक्स्ट भिडियो। बाई।